वचनको भागमा आएका छौँ। आज हाम्रो माझमा बाट हुनुहुन्छ पास्टर केटी बङ्गाली काइगोबाट अनि साँच्चै नै हामीलाई त्यो वचनको निम्ति प्रार्थनामा अगुवाई गर्नुको निम्ति हाम्रो मन्जु सिस्टर हुनुहुन्छ यहाँ, मन्जु नेपाली, अनि उहाँले हामीलाई अगुवाई गर्नुहुन्छ। सिस्टर, हजुरलाई यो समय हजुरले प्रार्थनामा अगुवाई गर्नु। सबैजनालाई फेरि पनि जय मसीह। हेर्नुहोस्, हामी प्रार्थना गर्नेछौँ। परम प्रभु परमेश्वर भयो, तपाईँको वचनले भन्दछ जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ प्रभु, आज तपाईँको दुलहरीलाई, तपाईँको छोराछोरीहरूलाई अनि तपाईँ परमेश्वरको जनहरूलाई प्रभु, तपाईँ परमेश्वरले बोल्नको लागि सहायता गर्नुभएको होस्। वचन कुनै पनि डिस्टर्बको कुराहरू नभएको होस् भन्ने हामी प्रार्थना गर्दछौँ प्रभु। वचन सुन्ने अनि वचन बोल्ने दुवैतर्फ मध्यस्थकर्ता तपाईँ हुनुभएको होस् भन्ने म प्रार्थना गर्छु प्रभु। तपाईँलाई धन्यवाद, हाम्रो साथमा रहनुहोस्। धन्यवाद, सबै कुराको लागि धन्यवाद। सारा आदर महिमा अनि प्रशंसा हामी तपाईँको आफ्नो गर्छौँ यीशु प्रभुको नाममा। हुन्छ, फेरि पनि जय मसीह। हुन्छ। हाम्रो प्रभुको छोरीलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्, उनीहरूको आत्मामा अगुवाई गर्नुभएको छ, सहायता गर्नुभएको छ। जीवित ताली बजाएर स्वागत गर्दै बाँकी भागहरू उहाँलाई दिनेछौँ वचनको। हालेलुया। हुन्छ, हजुरलाई यो समय पुरानो मानिस ख्रिस्टसँग क्रुसमा टाँगिएको छ हाम्रो। पुरानो मानिस ख्रिस्टसँग क्रुसमा टाँगिएको छ हाम्रो। उत्तम मित्र येशू पाएकाले नै रमाएका छौँ, भयो राम्रो। मन परि खान्थ्यौँ, जता पनि जान्थ्यौँ, लाग्थ्यो हराभरा। मन परि खान्थ्यौँ, जता पनि जान्थ्यौँ, लाग्थ्यो हराभरा। तर अहिलेको पवित्र जीवनले स्वर्ग जान छैन चाम्रो। पुरानो मानिस ख्रिस्टसँग क्रुसमा टाँगिएको छ हाम्रो। उत्तम मित्र येशू पाएकाले नै रमाएका छौँ, भयो राम्रो। रमाएका भयो राम्रो। यहाँ सम्पूर्णमा जहाँ जहाँ पनि हुनुहुन्छ एकदम असल तरिकाले प्रभुको नजिक मिलाएर प्रभुको सेवाकाईमा तल्लीन भइरहनु हुने सम्पूर्ण मैले सम्मान गर्नुपर्ने, आदर गर्नुपर्ने सम्पूर्ण व्यक्तित्वहरूको साथसाथै जति पनि अरू प्रभुका जनहरू हुनुहुन्छ उहाँहरूलाई पनि आदर गर्दै यहाँ सम्पूर्णलाई मेरो ख्रिस्टीय अभिवादन, जय मसीह। हामी एउटा कुनादेखि अर्को कुनामा छरिएर रहे तापनि हामी ख्रिस्टको रगत एउटै परिवार भएर हामी बाँचेका छौँ, किनकि ख्रिस्टमा हामी एक हौँ। यसो भन्दै म यहाँहरूसँग अगाडि बढ्न चाहन्छु। फेरि पनि एक हप्ता पछाडि म तपाईँहरूसँग वचन लिएर जोडिन आइपुगेको छु। प्रत्येक दिन म सुनिरहेको छु, एकदम तपाईँ र मलाई एकदम जीवनमा प्रयोग हुने, जीवनमा काम लाग्ने कुराहरू मात्रै हामीले सुनिरहेका छौँ। त्यही भएर पनि होला यो मेरो कम्प्युटरमा पहिला एक पेज मात्रै देखिन्थे त्यो कोठाहरू, अहिले भनेदेखि 4टा त्यो सिङ्गो कम्प्युटरमा 4टा पेज जान्छ। त्यति धेरै चाहिँ अहिले भरिएको छ। त्यसैले एकदम खुसी लाग्छ। मैले अस्ति नै पनि एकचोटि भनेको थिएँ, सुरुवातमा 2-4 जना मात्रै हाम्रो पास्टर बाबुले सुरु गर्नुभएको थियो, 2-4 जना मात्रै हुन्थ्यो। कहिलेकाहीँ म पनि हेर्ने गर्थेँ, तर पछाडि बिस्तारै थपिँदै जाँदा आज 100 नागेर पनि 100 को क्यापेसिटीलाई 500 को क्यापेसिटी यो जुम अहिले उहाँले सुरुवात गर्नुभएको छ। हुन्छ त, धेरै कुराकानी नगरिकन म वचनमा अगाडि लानका लागि यो थोरै भूमिका मात्रै मैले यसो जोडेको, सबैलाई नजिक ल्याउन खोजेको मात्रै हो। तपाईँ र म ख्रिस्टमा छौँ। तपाईँ र मलाई एकदम थाहा भएको छ कि अघि लिड गर्ने छोरीले पनि आफ्नो वचनबाट बोल्दै गर्दा तपाईँ र मलाई तयारी गर्नलाई प्रभु येशूमा डोर्याउँदै हुनुहुन्थ्यो। त्यस्तै गरी वर्शिपमा पनि तपाईँ र मलाई भाइ बहिनीहरूले जोड्दै हुनुहुन्थ्यो। भनेदेखि यतिखेर तपाईँ र मैले अस्तिदेखि बुझ्दै आएका छौँ, जसरी ख्रिस्ट मारिनु भयो र बिउत्याउनु भयो, प्रभु आफै बिउतिनु भएको होइन, बिउत्याइनु भयो, त्यस्तै गरी हामी पनि उहाँको प्राण बिउत्याउँदै गर्दा हामी पनि बिउत्याउँदै थियौँ जति बेला ख्रिस्टसँग। त्यसै भएर हामी येशूको उद्धारतामा बाँचेकामा पर्दछौँ। येशूलाई परमेश्वर पिताले बिउत्याउनु भयो अनि येशू बिउत्याउँदै गर्दा हामी पनि बिउत्याउँदै थियौँ। भनेको त्यो मरणशील शरीरबाट जीवितमा आउँदै थियौँ। कसरी त भन्दाखेरि आदमका कारण हामी मरेका थियौँ।
तर यसोको कारण बप्तिस्ममा मरेको आत्मा पानीमा गाडियौं, त्यसपछि बाहिर निस्कँदै गर्दा ड्युट्याइयौं अनि पछि हामी यसुका भयौं। अब हामी यसुका हौं भने हामीले सांसारिक नियममा नझुक्ने, नसमात्ने, नचाख्ने, नछुने प्रण गरेका छौं र गरेको हुनु पनि पर्छ, किनकि हाम्रो जीवन त ख्रीष्टमा लुकाइएको छ। आफैलाई सोध्नुहोस्, म ख्रीष्टमा लुकाइएको छु कि छुइनँ? यो एउटै प्रकारका कुराकानीहरू, एउटै प्रकारका वचनहरू, एउटै प्रकारका विषयवस्तुहरू आउँदै गर्दा झन्झट लाग्यो भने नि तपाईले कुरा बुझिरहनु भएको छैन। तर होइन, मैले बिर्सेको कुरो त्यस ठाउँमा छोडिएको थियो, आज यहाँ एड हुँदैछ, मैले केही कुरो सिक्दैछु भन्ने कुरो मनस्थितिमा ल्याउनु भयो भने तपाईँ अझै आनन्दित, आशिषित अनि जागरुक अनि चङ्गाई हुँदै अगाडि बढ्नुहुनेछ। किनकि तपाईँ र म त हामी पवित्र राजकीय पुजारीगिरी परमेश्वरका सन्तान हौ। हरेक नाम भन्दा उच्च नाम, पवित्र नाम, यसु नामले पुकारिनु हुने सर्वशक्तिमान, हरेक नाम भन्दा उच्च नाम, पवित्र नाम, यसु नामले पुकारिनु हुने सर्वशक्तिमान पाएका छौं सबैले उद्धारकर्ता यसुलाई। सधैँ उहाँमा रहौं, नहो कोही पनि बदनाम, नहो कोही पनि बदनाम, हरेक नाम भन्दा उच्च नाम, पवित्र नाम, यसु नामले पुकारिनु हुने सर्वशक्तिमान हामीले पाएका छौं। यस्तो व्यक्तित्वलाई, यस्तो परमेश्वरलाई, यस्तो हामीलाई संरक्षण गरिरहनु हुने यसुलाई पाएका छौं। किनकि उहाँ त सर्वोच्चका परमेश्वरका छायाद्वारा हामी माझ आउनु भएको छ भन्ने कुरा हामीले क्रिसमसको समय त प्रशस्त सुनेका छौं। घरको संगतिमा सुन्यो होला, पुलपिटबाट सुन्यो होला, किनकि परमेश्वरको छायाबाट आउनु भएको हो प्रभु येशू भन्ने कुरो। जब उहाँ यस धरतीमा आउनु भयो त्यसपछि हामीले उहाँलाई स्वीकार्यौं। उहाँलाई हामीले किन स्वीकार्नु पर्थ्यो भने हामी रगतद्वारा अनि शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाको विनाशवान वीर्यको शक्तिबाट जन्मिँदै गर्दा हामी तपाईँ र म पापमा जन्मेका थियौं। त्यसै कारण येशूलाई स्वीकार्नु परेको थियो। तर येशू ख्रीष्टका वचनहरूद्वारा पछि मात्र हामीलाई कुराहरू थाहा भयो। तपाईँ हामीले एउटा गीत गाउँछौँ, सत्य के हो हामीले चाल पायौं, स्वर्ग जाने मूल बाटो भेट्टायौं, उद्धार आज छ, उद्धार उहाँमा छ, यो जीवन स्वर्गमा निश्चय जानेछ। भनेको के हो? म भन्छु नि, म मरे भने खाइसार लाइसार मरेपछि लम्पसार होइन, मरेपछि स्वर्ग म चढ्छु, म झर्दिन। सत्य के हो हामीले चाल पायौं, यो गीतलाई समेटेर आफूलाई हृदयङ्गन गरेर चाहिँ समेटेर आफूलाई हेर्यौं भने सत्य के हो मैले चाल पाएँ, हो आनन्द लाग्थ्यो, बाहिर घुम्थ्यौं, एकदम मस्ती थियो होइन। तर त्यो भित्र के थियो? स्वर्ग जानका लागि चाहिँ कठिन थियो, चाम्रो थियो। तर स्वर्ग जाने मूल बाटो भेट्टायौं। मूल बाटोको येशू प्रभु उद्धार आज छ, अहिले छ, यतिखेरै छ। यो बोल्दा बोल्दै यतिखेरै नि तपाईँ र म कोही म नै भनौँ, अरूलाई नभनौँ, अलि डर लाग्ला, म नै खुत्रुका भयो भने के हुन्छ? यो शरीर धरतीमा लडिरहेको देखिन्छ, लगेर दफन गरेको देखिन्छ, लगेर यसलाई जलाएको देखिन्छ शरीरलाई। तर मसँग भएको जुन परमेश्वर पिताले आफ्नै स्वरूपमा दिनुभएको जुन कुरो छ आत्मा, त्यो उहाँसँग हुनेछ। कति आनन्द कुरो! उद्धार उहाँमा छ, यो जीवन स्वर्गमा निश्चय जानेछ, निश्चय जानेछ। भित्रबाट तपाईँ र मैले त्यो अठोट गर्नु पर्यो। किनकि अब भने हामी मरणशील शरीरमा येशू प्रभुलाई ग्रहण गरेपछि अविनाशी वीर्यद्वारा आत्मामा उहाँ हामीमा बसिदिनु भएको कारण परमेश्वरको जीवित र नित्य रहने परमेश्वरको आत्माबाट अविनाशमा हामी जन्मेका छौं। अविनाशमा जन्मेका छौं, हामी विनाशमा जन्मेका छैनौं। त्यसै कारण त हामी येशू ख्रीष्टको अनुग्रहले उद्धार पाएकाहरूमा हामी बाँचेका छौं। तपाईँ र म के हौ? येशूमा बाँचेका छौं। कसरी भन्दाखेरि तपाईले देखिसक्नुभयो, येशू ख्रीष्टको अनुग्रहले उद्धार पाएकाहरूमा हामी पर्दछौं, उहाँमा बाँचेका छौं। यही कुराहरू वचनबाट सिक्दै आउने क्रममा बाँच्नेहरू अब उसो आफ्नै निम्ति मात्र बाँच्ने होइन, कसका निम्ति बाँच्ने त? तर उहाँको निम्ति बाँचेर अरूलाई पनि बचाउने जिम्मेवारी तपाईँ र मलाई, हाम्रो काँधमा त्यो जिम्मेवारीहरू आएको छ।
यो सुम्पिनु भएको छ। यसरी बुझौं र यसो भन्दै गर्दा गत समयहरूमा आएका वचनहरू कहीँ कहीँ कता कता दोहोरिन सक्ला, किनकि जसरी म प्रत्येक मंगलबार दोहोरिएर आउँछु, मेरो ठाउँमा अर्को मान्छे आउँदै आएको छैन, अथवा भनौं मेरो नाम आएको दिन म जस्तै परेको अर्को मान्छे आएको छैन नि त, दोहोरिन्छ, त्यही व्यक्ति दोहोरिन्छ। सोमबार मंगलबार कुन कुन दिन जुन जसलाई दिनु भएको छ उहाँहरू नै आउनुहुन्छ। कोही बेला समय पाइएन भने नआउने कुरो छुट्टै हो, तर त्यही व्यक्ति आउँछ भने जस्तै वचन पनि दोहोरिन सक्छन्। तर दोहोरिँदै गर्दा कुन प्रसंगमा कसरी दोहोरिएर आयो त्यो कुरो चाहिँ हामीले बुझ्ने प्रयास गर्नुपर्छ। ती कुराहरूलाई हामी बुझ्दै जानेछौँ, विषयवस्तुलाई सम्हालेर अगाडि बढ्नेछौँ सजगताका साथ, एकदम सरलीकरण गर्नका लागि। र तपाईँ र म हिजोको दिनमा धेरै ठाउँबाट च्यातेका थियौं, उल्टेका थियौं, दुःख थियो, दर्द थियो, पीडा थियो, हरेक कुरा थियो। तर जब हामी येशूमा आयौं ती सबै कुरो गएको छ भन्ने कुरो हामीले विश्वास गर्न सक्नुपर्छ, विश्वास गर्न सक्नुपर्छ। अब अगाडि बढ्दै गर्दा म तपाईलाई आजको वचनबाट अगाडि बढाउँदा रोमी 6 बाट सुरुवात गर्नेछु। तपाईले त्यहाँ पल्टाउन सक्नुहुन्छ। रोमी 6, ख्रीष्टसँग उहाँको बौरी उठाइमा सम्मिलित गराइएका छौं तपाईँ र म। ख्रीष्टको बौरी उठाइसँगै तपाईँ र मलाई पनि त्यही बौरी उठाइमा येशूमा सम्मिलित गर्नु भएको छ। रोमी 6 को 1 देखि नै हामी हेर्नेछौँ। रोमी 6 को 1 देखि 8 सम्म तपाईले यहाँ देख्नुभयो, माथि ठुलो बनाएको छ जस्तो लागेछ, ठुलो भएको ठाउँमा देखिन्छ, सानो भयो भने देखिँदैन। देखिसक्नु भयो पक्कै पनि। अब हामी के भनौं, के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लगिरहौं त? तपाईँ र मैले ख्रीष्टको बौरी उठाइसँगै तपाईँ र म पनि स्वर्ग राज्यको हकदार भएका छौं, उहाँसँगै जीवित पारिएका कारणले। यति त भइसकेपछि के अझै अनुग्रह प्राप्त गर्नका लागि फेरि पापमा जाउँ? अनुग्रह थप्नका लागि पापमा गयो भने अनुग्रह थपिन्छ भन्ने विश्वासले छोडेर फेरि पापमै जाने हो। अब हामी के भनौं, के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? म एउटा कुनै जागिर खान्छु, जागिर खाँदै गर्दाखेरिको अवस्थामा मलाई थोरै रुपियाँ पैसा आउँछ, आएको छ, घर चलेको छ, घर खर्च चलेकै छ, घर भाडा चलेकै छ, भइरहेको छ, ठिकै छ। अझै त्यो मान्छेले गरेको के देख्यो भने ब्याङ्क फोर्न जाने, चोरी चकारी गर्ने हो भने अझै रुपियाँ पैसा आउने रहेछ भनेर के आफ्नो जागिर त छँदैछ, दिउँसो राति चाहिँ चोर्न जानेर पैसा धेरै बनाउने, के पापमा डुब्ने? यसो नहोस्। हामी जो पापको लेखी मर्यौं त कसरी हामी अझै त्यसमा जिउनु? पापको लेखी हामी मर्यौं, पाप हामीमा थियो, त्यो पापलाई निवारण गर्नका लागि हामी एकचोटि मर्यौं, अब फेरि त्यही पापमा जिउनका लागि हामी नजाउँ। यो ख्रीष्टद्वारा अनुग्रह हामीलाई आयो, त्यो अनुग्रहद्वारा हामी बाँचेका छौं। के तिमीहरू जान्दैनौ, हामी सबै जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं, उहाँकै नाममा पिता पुत्र पवित्र आत्मा। अब यहाँ पिता पुत्र पवित्र आत्मा भन्दै गर्दा कतिजना नयाँलाई चाहिँ के हुन्छ नि, त्यहाँ त येशू त आएन त, ख्रीष्ट पनि आएन त, कसरी येशूको नाममा बप्तिस्मा गरे हो मैले भन्ने होला। पुत्र को हो त? जसलाई शंका छ पिता पुत्र पवित्र आत्माको नाममा भन्दै गर्दा खै त येशू पनि छैन, ख्रीष्ट पनि छैन, कहाँ येशूको नाममा बप्तिस्मा गरेको? पुत्र को हो त? एकलौते पुत्र हामीलाई दिनुभयो भनेर हामीले भनिरहेका हुन्छौँ, अनि उहाँद्वारा नै हामी बाँचेका छौँ भनिरहेका हुन्छौँ भने पुत्र येशूको नाममा हामीले बप्तिस्मा गरेछौँ, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं। अब 4 नम्बर इम्पोर्टेन्ट छ नि, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाड्यौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित, शब्दलाई ध्यान दिनुहोस्, पारिनु भयो। मृतलोकमा पुगेर बाहिर निक्लिँदै गर्दा येशू प्रभु आफै बौरी आउनु भएको होइन, मरेकाहरूबाट जीवित पारिनु भयो। त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं। हामी पनि एकचोटि मरेका छौं नि त, मरे पछाडि हामी नयाँ मनुष्यत्वमा हामी बाँचेका छौं। यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँग एक हुने छौं। यहाँ उहाँको मृत्युमा
हामी उहाँसँग एउटै भएका छौँ भने, येशू प्रभु मृत अवस्थामा पुगेर बौरी उठाइयो भने हामीलाई पनि त्यो मृत अवस्थामा पुर्याएर बौरी उठाइएको छ। हामीलाई त्यो कुरा थाहा हुनु पर्यो। उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी पनि उहाँसँग एक हुनेछौँ। यहाँ रोमी 6:6 भन्छ, तपाईले त्यहाँ हेर्नुभयो भने मेरो पुरानो मानिस ख्रिस्टसँग क्रुसमा टाँगिएको छ भन्ने कुरालाई प्रस्ट्याएको छ। मैले त्यो कुरा यहाँ ल्याएको छुइनँ, तर हामी अगाडि बढ्दै जाने क्रममा हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो। तपाईँ र म पापमा दलदलेमा भासिँदै गर्दाको अवस्थामा प्रभु येशूले बोलाउनु भयो। ख्रिस्टले हामीलाई चुन्नु भयो, छान्नु भयो, उहाँको राज्यमा बोलाउनु भयो अनि हामीमा भएको सारा पापहरूलाई पनि बोकी उठाई क्रुसमा टाँगिदिनु भयो अनि भन्नुभयो यिनीहरूले गरेको हिजो गरेका पापहरूको निम्ति म कहिल्यै सम्झने छैन। यिनीहरू अब उद्धारको बाटोमा आइसकेका छन्। यिनीहरू उद्धारको बाटोमा आइसकेका छन् भने यिनीहरू पवित्र छन्, यिनीहरू राजकीय पुजारी भएका छन्, स्वर्गको हकदार बनेका छन्, परमेश्वरका सन्तान बनेका छन्। त्यसकारणले गर्दाखेरि यी हाम्रा छोराछोरी हुन्। यी छोराछोरीको म यिनीहरूले गरेको पाप फेरि कहिल्यै सम्झिने छैन। हामीले हिजो अस्ति त्यो कुरो सुनेका छौँ, ताकि हाम्रो पापमय शरीर नाश नहोस् र अब उसो हामी पापका कमारा नहौं। पापका कमारा भयौं भने के गर्छ? पाप मालिक, हामी चाहिँ कमारो भयौं भने के हुन्छ? पापले जे गराउँछ त्यही गर्नुहुन्छ। जा कहाँ जाने? जानेर चाहिँ एकदम दुर्व्यवहार भइरहेको छ, जहाँ चाहिँ पाप कर्म भइरहेको छ, चोरी भइरहेको छ, बलात्कार भइरहेको छ, हैन, दुष्टात्मक कुराहरू भइरहेका छन्। त्यस्तो ठाउँमा जा भन्छ त्यो मालिकले। मालिकको त्यो पापले चाहिँ हामीलाई दास बनायो भने हामी त्यसका कुरा सुन्छौँ। तर हाम्रो मालिक त परमेश्वर हुनुहुन्छ। परमेश्वरले अराएको काम चाहिँ के हो त भने शुद्धतामा रहनु, पवित्रतामा रहनु, परमेश्वरको नजिकमा रहिरहनु, उहाँको आराधना गर्नु, उहाँलाई नै सम्झिनु, उहाँका जति पनि जनहरू छन् उनीहरूसँग मिल्नु, उनीहरूसँग एक अर्कासँग मिलेर परमेश्वरको महिमा गर्दै अगाडि बढ्नु। परमेश्वरको वचनले यी कुराहरू सिकाउँछन्, प्रेमका कुराहरू सिकाइरहेको हुन्छ। पापले त के गर्नु लाउँछ नि। अब उसो हामी पापका कमारा नहौं। एकदम अम्लो ठडाएर तपाईँ र मलाई यो आवाज आउँदैछ, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। को मरेको छ? जो ख्रिस्टमा मरेको छ। जुन व्यक्तिले ख्रिस्टले बोलाइसकेपछि, जुन व्यक्ति ख्रिस्टमा गएर ख्रिस्टको नाम र पिता पुत्र पवित्र आत्माको नाममा ऊ मर्यो अनि फेरि जीवित भयो। किनभने जो मरेको छ, तपाईँ र म जो जतिजना अहिले हामी क्रिस्चियन भन्छौँ, इसाई भन्छौँ, ख्रिस्ट भएको हुनाले क्रिस्चियन भएको, यीशु भएको भने येशू भव इसाई, ख्रिस्ट भव क्रिस्चियन। ख्रिस्ट त्यही नामले, दुईटा नामले एउटै भनौँ क्रिस्चियन, तर कुरो मिलाउँदा क्रिस्चियन चाहिँ मर्छ। कति बेला मर्छ? परमेश्वरको पुत्र येशूको नामलाई ग्रहण गरे पछाडि, येशूलाई ग्रहण गरे पछाडि ऊ बत्तिसमा मर्छ अनि बौरी उठ्छ। किनभने मरेको छ, त्यो पापबाट मुक्त भएको छ। मर्यो अनि पापबाट मुक्त भयो, बन्धन थियो, मुक्त भयो। जसरी लाजरसलाई कब्रस्तान अत्यारो ठाउँबाट झिकेर बाहिर ल्याइयो अनि बन्धनहरू खुस्काइदिएको छ। भनेको पापको बन्धनमा थियौँ हामी पनि, अन्धकारमा थियौँ, त्यो कब्रस्थानमा थियौँ, अँध्यारो कब्रस्थानमा। त्यहाँबाट प्रभु येशूले के गरिदिनु भयो? हामीलाई छुटकारा दिनुभएको छ। यो उद्धारतामा हामी गएका छौँ। तर यदि हामी ख्रिस्टसँग मरेका छौँ भने त उहाँसँग जिउने पनि छौँ भन्ने विश्वास गर्दछौँ। तपाईँ र मैले विश्वास गर्नु पर्छ, अनि मात्रै भित्रबाट शान्ति मिल्छ, अनि मात्रै प्रभुलाई पाएको, प्रभुलाई भेटेको महसुस हुँदछ। अरूले जे गरे त्यही गरेको हो, त्यसले भन्यो अनि गरेको हो, त्यसले बत्तिसा गर्नुपर्छ भन्यो अनि गरेको हो। खासै त मलाई त ठिक अहिले पनि ठिक लाग्दैन भनिरहेको हुन्छु हामी त जना। यसो हो भने तपाईँले भित्रबाट ख्रिस्टलाई भेटेकै छैन। यदि हामी ख्रिस्टसँग मरेका छौँ भने त उहाँसँग जिउने पनि छौँ भन्ने विश्वास गर्दछ। मरेका छौँ, ख्रिस्टमा मरेका छौँ भने हामी बाँच्ने पनि छौँ। आज जुन अवस्थामा भए तापनि हामी ख्रिस्टलाई ग्रहण गरिसकेपछि र बत्तिसमा गरिसकेपछि तपाईँ र म जसरी येशू बौरी उठ्नु भएर पिताको दाहिने हाततर्फ उहाँ गएर बस्नु भएको छ भने तपाईँ र म पनि परमेश्वरको राज्य येशूसँग हामी रहनेछौँ। यो कुरालाई थाहा गर्नु, यही हो महत्त्वपूर्ण अनुग्रह। तपाईँ र मैले जीवित हुन पाउनु नै महत्त्वपूर्ण प्रभुको येशूको
अनुग्रह हामीलाई प्राप्त भएको छ। अर्को ठाउँ लैजान्छु म तपाईँलाई, त्यो अघि बोल्दै गरेको प्रसङ्गलाई अस्ति आइसकेको छ यी वचनहरू, तर पनि म एकचोटि सर पढ्न चाहन्छु। यी पदहरूले अस्तिको पटक बोल्दैकै भए तापनि रोमी 8:11 भन्छ, यदि येशूलाई मरेकाबाट जीवित पार्नु हुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नु हुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यहाँ एउटा शब्द चाहिँ मिठो कुरो के छ भने मरेकाबाट जीवित पार्नु हुने आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। येशूलाई, येशू हामी धेरैले भन्छौँ येशूको मृत्यु भयो, येशूको मृत्यु भयो, तर मृत्यु भइरहेन नि त, मृत्युबाट बढी उठाइयो, मरेकाबाट जीवित पार्नु हुने परमेश्वर पिता उहाँको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। यो विश्वास छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नु हुनेले नै जसलाई ख्रीष्ट येशूलाई मृत्युबाट जीवन दिनुभयो, जसले उहाँले नै तिमीहरूमा पनि बास गर्नुहुनेछ। पिता परमेश्वर हामीसँग रहनुहुनेछ, उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यस्तै गरी अर्को वचन मैले अस्तिको पटक ल्याएको हुँ, 2 कोरिन्थी 5:15 यहाँ पनि दिएको छु, तपाईँले हेरिसक्नुभयो होला। उहाँ सबैका निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन्, जो तिमीहरूका खातिर मर्नु भयो र फेरि जीवित पारी उठाइनु भयो, यानी कि मारिनु भयो र बेउत्याउनु भयो। जो ख्रीष्टमा बाँचेका छौँ, बाँच्नेहरूले अब उसो आफ्नो लागि होइन, आफ्नो लागि बाँच्ने होइन तर उहाँको लागि बाँच्छौँ, किनकि उहाँ हाम्रो लागि मारिनु भयो अनि बेउत्याइनु भयो, तपाईँ र मेरो लागि भने अब हामीले उहाँको निम्ति काम गर्नुपर्छ। यो अस्तिको वचनलाई मैले किन ल्याएको भने अस्तिको प्रसङ्गसँग यो प्रसङ्ग जोडेर आउँदै गर्दा यो कुरो कसैले भुल्दैछौँ अथवा कोही नयाँ आउनु भएको छ भने उहाँलाई थाहा गर्नको लागि यो मैले दोहोऱ्याएको छु। यति भनिसकेपछि यो पदलाई अब हामी अर्को ठाउँमा जान्छौँ। ख्रीष्टको नाममा हाम्रो पुरानो मनुष्यत्व भित्र पर्ने घिनलाग्दा कुराहरू फालिसकेका छौँ। घिनलाग्दा कुरा चाहिँ के छन् त तपाईँसँग मसँग ती त्यागिसकेका छौँ। पुराना, ध्यान दिएर सुन्नुहोस्, पुराना विधिका कुराहरू स्मरण आयो भने पनि हामी गर्दैनौँ, किनकि 2 कोरिन्थी 5:14 हामीलाई के भन्छ, ख्रीष्टको प्रेमले हामीलाई बाध्य गर्दछ, ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ। हुँदैन त्यस्तो गर्नु, तुरन्तै हाम्रो दिमागमा आउनु पर्दछ, यसलाई हामी सम्झन्छौँ। अनि पुरानो अब ध्यान दिन, रीतिरिवाजबाट यज्ञमा यज्ञमा तिल जौ कुश राखी पानी समय टीका लगाई प्राप्त पुराना कुराहरू समेत त्यागिसकेका छौँ। ख्रीष्टमा आएपछि त्यो कुरो बुझिन्छ, किनकि हामीबाट सब मरेको छ। कति बेला मर्यो भन्दा जति बेला उहाँलाई ग्रहण गरी बत्तिसम पनि गरी सिद्ध्याएका छौँ त्यति बेला त्यसपछिको जीवन अथवा भनौँ अहिलेको जीवन, तपाईँ र म बाँचिरहेको यो जीवन हामीले नयाँ पुनर्जीवन प्राप्त गरेर नयाँ मनुष्यत्वमा बाँचिरहेका छौँ। अब यो अघि मैले एउटा कुरो भने, यज्ञ कता कता धोपधुवार गरेर आदि गरेर हामीले प्राप्त गरेका जिनिसहरू भित्र है जब हामीले ख्रीष्टलाई अपनायौँ तब त्यसै दिनदेखि भित्र चोट लाग्यो भने प्रभुलाई भन्नुहोस् मलाई होइन, किनकि यसै गर्नुपर्छ भन्न खोजेको पनि छु मैले। विवाहको यज्ञ, पुराणको मण्डप, पूजा पाठको यज्ञ आदि स्थलहरूमा मन्त्र पाठ गरी पूजन गरी दिएका रिङदेखि लिएर भुल्नै नसकिने, घाँटीबाट र टाउकोबाट त्याग्नै नसकिने चिनो, बुटी, जन्तर, जनाई जस्ता कुराहरू त्यागेका छौँ हामीले, किनकि हामी पुरानो मनुष्यत्वबाट येशू ख्रीष्टको नयाँ मनुष्यत्वमा आएपछि हामीलाई त्यो टीका लगाइदिएर कुनै के गरिदिएर हरेक कुराहरू मलाई पनि यहाँ एउटा लगाइदिएको थियो, यी कुराहरू हामीले मसँग छैन है, छैन। जुन दिन मैले येशू ख्रीष्टलाई अपनाएँ त्यसै दिनदेखि यहाँ लगाएको कुरो पनि झिकेँ, किनकि म नयाँ भएर जन्मे पछाडि म नयाँ नै हुनुपर्छ। अनि यहाँ पनि लामो राख्थेँ,
यो पनि छैन त्यस दिनदेखि मेरो। अनि मैले पूजा पाठ हुँदो कता कता जाँदा पहेँलो वस्त्र लगाएर हिँड्थेँ। अब त्यसो गर्दिनँ, किनकि मैले येशू ख्रीष्टलाई ग्रहण गरेको छु, स्वीकारेको छु, उहाँको नाममा बप्तिस्मा गरेको छु। म नयाँ भएर जन्मे पछाडि मैले सबै कुरो त्यागेको छ। अनि श्रीमती र म मेरो फोटो अब त्यो शिविरमा अलिअलि खाएर बाँचेको शरीरको अनुहार कस्तो चिक्क परेको अनुहार छ, त्यो फोटो सम्झनाको लागि एउटा फोटो राखेको, नत्र अरू फोटोहरू पनि छैनन्। अब त्यति बेला त्यही नै ब्युटी र ह्यान्डसम थियो। अहिले हेर्दा त्यो ब्युटी र ह्यान्डसम देखिँदैन हो, तर पनि विवाह गरेका थियौ है भन्ने एउटा कुरो नि कसैले खोजेको हो भने देखिनु पनि पर्यो। तर यी कुराहरू त्यागिनु पर्छ, शरीरमा हुनु भएन भन्न खोजेको। यति मात्र नभएर हामीले श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई दिएका वस्तुहरू र आफ्नो घरका कोठाबाट पूजा गर्दै राखिएका देवी देवताका चित्र र अरू आकृतिहरू पनि त्यागिसकेका छौं। अब यति भन्दै गर्दा म तपाईलाई एउटा कुरा पनि भन्न चाहन्छु कि भगवानमा आस्था राखी गरिने शालिग्राम आदि इत्यादि है, त्यो रूपलाई हेर्दा उस्तै देखे तापनि ईश्वर जस्तै सम्झिरहेको अवस्था भए तापनि हामी त्यसभित्र केही पनि पाउँदैनौँ भन्ने आधारमा मैले के गरेँ भने नेपालदेखि एउटा शालिग्राम नि मैले लिएर आएँ, अमेरिकासम्म लिएर आएँ। अनि अमेरिका ल्याएर पनि चन्दन टीका लगाएर त्यो शालिग्रामलाई पूजा गर्दै पो थियौ। कसो कसो भएर येशूले बोलाउनु भयो, त्यो छोड यता आइज भनेर बोलाइसकेपछि मैले त्यो पूजन गरिने मेरो भित्र हृदयमा विश्वास भएको जिनिसलाई एउटा ताँबाको लोटाभित्र हालेँ। अझै पनि डर रहेछ नि मलाई होइन, ताँबाको लोटाभित्र हालेँ। श्रीमतीलाई पनि थाहा दिइनँ मैले, श्रीमतीलाई थाहा दिएँ भने सायद हुँदैन भन्ने भयो भने मैले कसरी के गर्ने, त्यहाँभित्र हालेँ। अनि बोकेर लिएर गएर अमेरिकामा है एउटा खोला बगिरहेको खोलामा, यो माथि पुल छ, पुलबाट खुत्रुक, अब यही खोलाको हो ढुङ्गो खोलाइमा जाओस् उत्रुक झारिदिए। यी आकृतिहरू पनि त्यागिदिएका छौं। यस्ता कुराहरू पनि भगवानमा आस्था राखी गरिने काम र पुरानो मनुष्यत्वले पहिरिने वस्तुहरू त्यागिसकेका छौं हामीले। तर पनि हाम्रो यो रूपलाई हेर्दा उस्तै देख्छौं। उस्तै देखे तापनि हामी भित्र प्रभु येशू भएका कारण नयाँ मनुष्यत्वमा, नयाँ परिपाटी, नयाँ तरिका, नयाँ प्रकारको चालचलनमा छौं। यसो भन्दै गर्दा अस्ति मैले एउटा तपाईहरुको माझमा रुवाई वाचन गरेको थिएँ, फेरि एकचोटि दोहोऱ्याउँछु। येशू हाम्रा उद्धारकर्ता, उहाँको नाममा बप्तिस्मा छ। येशू हाम्रा उद्धारकर्ता, उहाँको नाममा बप्तिस्मा छ। जिउनु येशू, मर्नु लाभ, उहाँको नाममा बप्तिस्मा छ। सोचौं, महत्त्वपूर्ण र आशिषयुक्त नै कार्यमा जुटौं। सोचौं, महत्त्वपूर्ण र आशिषयुक्त नै कार्यमा जुटौं। लापरवाही छाडो है। उहाँको नाममा बप्तिस्मा छ। येशू प्रभुको नाममा बप्तिस्मा छ। येशू हाम्रो उद्धारकर्ता, उहाँको नाममा बप्तिस्मा छ। त्यस कारणले गर्दाखेरि यदि हामीले उहाँको नाममा बप्तिस्मा गरेका छौं भने हाम्रा शरीरले प्रयोग गरिने ती तत्त्वहरू, ती वस्तुहरू, ती जिनिसहरू हाम्रो शरीरबाट र आफ्नो घरभित्र पनि त्याग्नु पर्छ। अनि मात्रै भित्रबाट सबै कुरो म येशूसँगै छु भन्ने कुरो थाहा हुँदछ। गाह्रो छ फ्याँक्न। अब कति दुःख गरेर दिएको श्रीमानले, कति दुःख गरेर दिएको श्रीमतीले, मलाई लाग्छ फ्याँक्नै गाह्रो, फ्याँक्नै गाह्रो। तर त्यसले हामीलाई अल्झाइरहन्छ, तानी बस्छ, के गरिबस्छ, तानी बस्छ, हामीलाई घटेसो लागिरहन्छ। अब तुरन्तै अर्को पदमा हेर्दै जाँदा हामी हेर्नेछौँ गलाती 2लाई तपाईँ हेर्नुहोस्। त्यहाँनिर दुईटा राखेको छु, गलाती 2 र कलसी 2कै। गलाती 2को पहिला पढौँ, 20देखि 21। म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु। सबैले भन्नुहोस् त, म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु। सम्झिनुहोस् येशू कसरी टाँगिनु भयो, येशूलाई कसरी घोचियो, कसरी रगत बग्यो। यी सबै कुरा नै हुनु नै हाम्रो पापमय स्वभावलाई, पापलाई उहाँले बोकेर टाँगिनु भएको छ। अब उपरान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जिउने म होइन, म भित्र ख्रीष्ट हुनुहुन्छ। त्यस कारणले ख्रीष्ट म भित्र भएको कारणले म जिउँदिन, ख्रीष्ट जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, शरीरमा अहिले म बाँचिरहेको छु,
त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। यी लाइनलाई राम्रो गहिराइमा हेर्नुहोस् है। त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जुन शरीर छ, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। जसले मलाई प्रेम गर्नुभयो, प्रेम गरेर उहाँले मलाई बोलाउनु भएको हो भन्ने कुरा हामीलाई थाहा छ। प्रेम गरेर बोलाउनु भएको हो भने मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। मेरो निम्ति प्रभु येशू ख्रीष्टले सबै कुरो बोकिदिनका लागि कल्भरी क्रुसमा आफूलाई अर्पण गरिदिनु भयो, समाप्त गरिदिनु भयो। अब सकियो भनेको चाहिँ मसँग भएका सबै बन्धनहरू, सबै पापहरू, ती दुष्कर्म गरिने कुराहरू सबै सकियो। अब चाहिँ काहीँ आऊ, म तँलाई कहिले पनि तैँले पुरानो गरेको कामहरू सम्झिदिन, तर मसँग त हुनुपर्छ। परमेश्वरको अनुग्रह म पन्छाउँदिन तपाईँ र मैले भन्ने कुरा, किनकि व्यवस्थाद्वारा धार्मिक ठहरिने हो भने त ख्रीष्ट व्यर्थैमा मर्नुभयो। अझै पनि तपाईँ र म संसारको व्यवस्था, संसारले सिकाएका रीतिरिवाज, संसारले गरिने कर्मकाण्ड, संसारमा भइरहेका ती कुराहरूमै हामी जिउन चाहन्छौँ भने ख्रीष्टको मर्नुको के अर्थ भयो र? ख्रीष्ट क्रुसमा गएर टाँगेर रक्तम्य भएर हाम्रो निम्ति चङ्गाई छुटकारा आदिको लागि रगत बगाउनु के अर्थ भयो? मैले भनेको होइन, यो गलाती 2:21 भनेछ परमेश्वरको अनुग्रह म पन्छाउँदिन, किनकि व्यवस्थाद्वारा धार्मिक ठहरिने हो भने त ख्रीष्ट व्यर्थैमा मर्नु भयो। यहाँ धार्मिक ठहरिने व्यवस्थाद्वारै अब मैले त्यही रेखी धूप घर आदि इत्यादि गरेर त्यसैमा रहेर म धार्मिकतामा अगाडि बढिरहेको छु, म धार्मिक व्यक्ति हो भन्छु भने, अझै पनि त्यसो भन्छु भने ख्रीष्ट मर्नुको के अर्थ भयो? ख्रीष्ट गाडेर बौरी उठाइको के अर्थ भयो? ख्रीष्टले कल्भरी क्रुसमा रगत बगाउनुको के अर्थ भयो? यसैलाई मैले बी भनेर राखेको छु, कलसी 2:12, त्यो पनि हेरिहालौँ। बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ, मरेकाहरूबाट उहाँलाई जीवित पार्नु हुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँग जीवित पारियो। त्यस कारणले तपाईँ र म मरेका छैनौँ, तपाईँ र म जीवित छौँ। हामी जीवित छौँ र त जीवितहरूका जीवित परमेश्वर भन्छौँ त हामी। तपाईँ र म जीवित छौँ र हामीले परमेश्वरलाई मान्छौँ भने हामी जीवित भएकै कारण जीवितहरूका जीवित परमेश्वर, जीवितहरूका जीवित परमेश्वर, परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू हामी उहाँसँगै जीवित पारियौँ। यसलाई अलिकति यहाँ एडिसनल मैले एउटा राखेको छु, पुरानो हो यो, अस्ति भनिएको छ तापनि फेरि मैले जोड्न चाहे रोमी 6:4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनु भयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। अब हामी ख्रीष्टका हौँ भने नयाँ तरिकाले, नयाँ प्रकारले हामी हाम्रो बोलाइमा वचन बोले झैं बोलेर मानिसको अगाडि त्यस्ता कुराहरू राखेर हामी बातचितका क्रममा पनि एकदम असल कुराहरू, सही कुराहरू मात्रै बोलेर हामी त्यो ख्रीष्टको प्रेमले मलाई बाध्य गराउँछ अरू कुराहरू बोल्न भने पनि सम्झेर हामी एकदम सतर्क भएर परमेश्वरको राज्यमा अगाडि बढिरहनु पर्यो, किनकि उहाँको नाममा हामीले बप्तिस्मा गरिन्छौँ। यो अस्तिकै पटक आएको पद पनि हो, तापनि मैले थोरै राख्न खोजेको हूँ। गलाती 2 पदलाई सहायतामा एउटा त्यो बप्तिस्मा अनि ख्रीष्टको मराई, हैन, ख्रीष्टको मृत्यु अनि हाम्रो बौरी, हामी पनि सँगै बौरी उठाएको कुराहरूलाई एउटा सहायता पुग्छ भनेर मैले राखेको हुँ। पुरानो मनुष्यत्वलाई दफन गराई नयाँ मनुष्यत्वको जीवनमा सरेका छौँ। दफन भनेको के हो? गाड्नु, धरतीमा गाड्नुलाई दफन भन्छ। पुरानो मनुष्यत्व चाहिँ धरतीमा दफन गरेका छौँ हामीले, यानि कि पानीमा दफन गरेका छौँ, डुबाइसकेका छौँ, त्यो आएको छैन हामीसँग। अब नयाँ मनुष्यत्वमा हामी सरेका छौँ। नयाँ मनुष्यत्वमा कोसँग सर्यौँ? येशूसँग हामी सरेका छौँ। यसलाई येशू ख्रीष्टद्वारा उद्धार पाएकाहरूले यी कुराहरू बुझ्छन् है। येशू ख्रीष्टको अनुग्रहले उद्धार अहिलेसम्म पाएको छैन भने बुझ्नलाई कठिन हुन्छ। अनि जो नयाँ नयाँ हुनुहुन्छ उहाँहरू बिस्तारै 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 कुराहरू पनि बुझ्दै जानुहुनेछ, र जो नयाँ हुनुहुन्छ अहिलेसम्म मैले बोलेको यो विषयलाई लिएर
अगाडि बढ्दै गरेको कुराहरू तपाईले युट्युबमा गएर कृष्ण भण्डारी काइलो भनेर सर्च गर्नुभयो भने सुरुदेखि अहिलेसम्मको येशू ख्रीष्टको अनुग्रहले उद्धार पाएकाहरू भन्ने कुरालाई 28 सम्म तपाईले भेट्नुहुनेछ। 28 सम्म। अब फेरि उता थपिँदै जान्छ, तपाईले हेर्दै जानु होला। अब यो बाइबलमा धेरै यस्ता पदहरू छन् जुनहरूद्वारा चाहिँ हामीले येशू ख्रीष्टमा बाँचेको र उद्धार पाएका कुराहरू हामी भेट्दछौँ। त्यही कुरालाई हामी दिनदिनै दोहोऱ्याइरहेका छौँ। अन्त्यतिर जाँदै गर्दा पवित्र जीवन बिताउन चाहनेहरूका निम्ति यो शिक्षा आएको छ। यसलाई हेरेर आजको वचनलाई म विश्राम गर्छु। के अरे? पवित्र जीवन बिताउन चाहनेहरू, पवित्र जीवन बिताउन चाहनेहरू। अब यो कुरो चाहिँ कलसी 3:1-2 लाई हेर्छौँ र हामी आजको वचनलाई विश्राम लिनेछौँ। यहाँ कलसी 3:1-2, यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने कस्तो लाग्छ? माथिका कुराहरूको खोजी गर, स्वर्गिक कुराको खोजी गर। स्वर्गसँग जोडिँदाको अर्थमा के कुरा पाउँछौँ त्यो कुरो याद गरौँ, स्वर्गिक कुरालाई ध्यान देऊ, माथिका कुरालाई खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ ख्रीष्ट प्रभु। त्यो कुरालाई याद गर, त्यो कुरालाई सम्झ, त्यस कुरालाई बोझ, त्यस कुरालाई खोजी गर है। ख्रीष्टसँग जी उठाइएकै हो भने जबरजस्ती छैन है, तपाईले मलाई जबरजस्ती पनि छैन भने भन्ने शब्द प्रयोग भएको छ यहाँ। भने कस्तो लाग्छ? साँच्चै म ख्रीष्टसँग जी उठाएको हुँ भने जस्तो आफूलाई लाग्छ भने चाहिँ माथिका कुरामा याद गर। लाग्दैन ठिकै छ भने त ठिकै छ नि त, ठिकै छ त। मोज गरौँ, मस्ती गरौँ, आनन्द लिउँ, जे गर्छ अर्काले त्यही गरौँ। चोरी चकारी नगरी, चतुर्याई हुन्न, दङ्गा फसाद नगरी इज्जतै रहँदैन आएको त्यतातिर। तर तपाईँ र मलाई भित्रबाट ख्रीष्टको प्रेमले बाध्य गराउँछ, म त ख्रीष्टको हो भन्ने लाग्छ र ख्रीष्टद्वारा म जीवित भई है जी उठाइएको छु जस्तो लाग्छ भने दङ्गा फसाद नगरी इज्जत रहन्न, त्यतातिरको त्यो सम्झिँदैन सम्झिने। अब त्यतापट्टि गयो भने त पापमा फेरि डुबिन्छ त हामी। जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ येशू प्रभु हाम्रो उद्धारकर्ता प्रभु येशू बस्नु भएको छ। त्यसकारण माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन। माथिका कुरामा मन लगाइरहनु चाहिँ अनुग्रहित आशिषलाई प्राप्त गर्नु पनि हो। अनुग्रहित आशिषलाई प्राप्त गर्नु। माथिको कुरामा मन लगायो भने, माथिको कुरामा मन लगाएन भने धरतीको कुरामा मन लगाइरह्यो भने चाहिँ ठिक छ। गोजी भरि पैसा बोकेर हिँड्न पाइन्छ, घर पनि बिल्डिङ पनि राम्रो। अब त्यो बिल्डिङ, घर, पैसा, रुपियाँ, गाईको गोठ यहाँबाट हेर्दा परसम्म जमिन यता फर्केर हेर्दा अन्त त्यो परको चिलाउने रुख छ नि, त्यो चिलाउने रुखदेखि घुमेर यति आएछ त्यहाँसम्म चाहिँ मेरो जमिन हो भनेर देखाएर के गर? ह्याट सास गएको दिन जमिन त्यहीँ रहन्छ, चिलाउने जहाँ छ सिमाना त्यहीँ रहन्छ। आफू त लाइसर खाइन्छ, मरेपछि लम्पसार हुन्छ त्यहाँनिर। होस् र त्यसकारणले माथिका कुरामा के गर? मन लगाओ। येशू ख्रीष्ट बिना जथाभावी अनुग्रह बग्दैन हजुर। येशू ख्रीष्ट बिना जथाभावी अनुग्रह बग्दैन हजुर। परमेश्वरबाटको शक्तिले कहिल्यै ठग्दैन हजुर। येशू ख्रीष्ट बिना जथाभावी अनुग्रह बग्दैन हजुर। परमेश्वरबाटको शक्तिले ठग्दैन हजुर। ख्रीष्ट परमेश्वरमा हुनुहुन्छ, हामी येशू ख्रीष्टमा रहन्छौँ। ख्रीष्ट परमेश्वरमा हुनुहुन्छ, हामी येशू ख्रीष्टमा रहन्छौँ। शैतान भाग्ने येशूसँग मात्र हो, नत्र डग्दैन। शैतान भाग्ने येशूसँग मात्र हो, नत्र डग्दैन। येशू ख्रीष्ट बिना जथाभावी अनुग्रह बग्दैन। हामीले सिकिरहेको चाहिँ येशू ख्रीष्टद्वारा उद्धार पाएकाहरूका निम्ति भन्ने कुरालाई हामीले सिकिरहेका छौँ। त्यसकारणले येशू बिना जथाभावी हामी लाग्यौँ भने अनुग्रह प्राप्त गर्न कठिन छ। अनुग्रहलाई प्राप्त गरिरहने येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको शान्ति संगति प्राप्त गरिरहने हो भने हामीले ख्रीष्टको मार्गलाई, ख्रीष्टको अनुयायी भएर ख्रीष्टले सिकाएका कुराहरूमा लागिरहनु पर्यो। माथिको कुरालाई हामीले याद गर्नु पर्यो, अनि मात्रै हामी
खुल्ला हृदयले प्रभुसँग जोडिरहन सक्छौँ भन्दै आजको वचनबाट म बिदा हुन्छु। अलि छोटो भने कि जस्तो दिन लागेको छ, कति भयो पनि भइसक्यो, प्रयास चाहिँ गरेको। धन्यवाद। जय मसीह। हुन्छ ल, यो समय फेरि पनि आजको सञ्चालिका छोरी शोभालाई दिँदै म बिदा हुन्छु। प्रभुले दिनुभएको छ। हाम्रो जीवित परमेश्वर, जीवित परमेश्वरको अभिषेक दास ताली बजाएर धन्यवाद दिँदछौँ। हालेलुया। एकदमै आशिषित भएका छौँ। हार्दिक दिन हामी शक्तिशाली वचनहरू दासहरूबाट सिक्दैछौँ। हामी